हेलो गाइस, आज 21 फेब्रुअरी 2026 मतलब कि नेपालीको 2082 11 फागुन महिना 9 गते आज मेरो जन्मदिन। मैले चाहिँ बर्थडे सेट केही पनि मनाएन। मलाई चाहिँ एउटा गिफ्ट आएको छ। त्यो गिफ्ट कहाँबाट आएको, कसले दिएको म पछि भन्दै गरौँला। मैले चाहिँ गिफ्ट खोलिसकेको छु क्या। त्यो चाहिँ म देखाउँछु मात्रै साथीहरू। यसको चाहिँ एउटा लागेको छ साथीहरू। यो राखेर पनि बोल्न सक्नुहुन्छ है। सबै सो गरिसकेपछि चाहिँ मैले यो कसले दिएको कहाँ भनेर म भन्न गइरहेको छु। म चाहिँ एकदम खुसी छु कि यो गिफ्ट मैले कसैबाट होइन कि खुद आफैले नै खरिद गरेर किनेर चाहिँ मैले आफ्नो बर्थडेमा आफैले नै गिफ्ट गरेँ पहिलोचोटि। किनकि मलाई चाहिँ अब अरूको त त्यति आश लाग्दैन। मलाई चाहिँ मैले चाहिँ पहिलोचोटि आफ्नो लागि चाहिँ केही किनेँ है आफ्नो बर्थडेमा भनेर सोचेर चाहिँ मैले चाहिँ यसमै खुसी भएर सो गरेँ। लाइफमा कसैको पनि आश त गर्नु हुँदैन भने पनि होइन। अलिकति आश भनेको चाहिँ मेरो हस्बेन्डसँग थियो, तर हस्बेन्डबाट चाहिँ पाइनँ। तर मैले गिफ्ट चाहिँ मागेको थिइनँ है। गिफ्ट भन्नाले मैले चाहिँ खुसी माग्छु जहिले नै उसँग चाहिँ। तर यसपालि चाहिँ मैले आफ्नो लागि आफैले नै गिफ्ट किनेँ। अनि मैले चाहिँ यो किनेको चाहिँ तपाईँलाई थाहा छैन छ नयाँ केका भन्ने अहिलेको ऊ चलेर चाहिँ अहिलेको नयाँ ब्याग चलेर चाहिँ केका भन्ने। यो चाहिँ मनपर्ने बजार भन्ने नामको अनलाइनबाट किनेँ। यो चाहिँ मैले मेरो आफ्नो बर्थडे गिफ्ट हो, आफैले नै खरिद गरेँ। जो कोहीले मलाई टिकटकमा, इन्स्टाग्राममा, फेसबुकमा, मेसेन्जरमा, वाट्सएपमा होइन यति धेरै कमेन्ट गर्नुभएको छ, बर्थडेको विस गर्नुभएको छ। सबैलाई धेरै धेरै धन्यवाद। मेरो भिडियो चाहिँ धेरै राम्रो बनाउँदैन। आजलाई यति नै, बाई बाई।